स्वदेश छोड्नु हाम्रो रहर होइन तर बाध्यता हो। यसकारण पनि हामी कयौँ परिवार आफ्नो श्रीमती छोडेर विदेश जान्छौँ भने कतिपय हामी सँगै जाँदछौँ। आज यात्राको क्रममा साइप्रसबाट भर्खरै 1 महिनाको छुट्टी लिएर स्वदेश आउनुभएको एकजना आशिषित जोडीलाई हामीले भेटेका छौँ। अनि हजुरहरू उहाँहरूको वैदेशिक अनुभवबारे हामी उहाँहरूसँग केही वैदेशिक अनुभवहरू के कसो रह्यो भगवता सिस्टर, यात्रा अनुभव साइप्रसको अनुभवहरू बताउनुहोस् न। हुन्छ, जय मसी। उता साइप्रसको बसाइ चाहिँ अहिलेसम्म परमप्रभुले एकदमै हामीलाई आशिष दिनुभएको छ अनि सबै कुरामा ठिकठाक छ अनि कामहरू पनि सबै कुराहरू परमप्रभुले जुटाइदिनु भएको छ। अब हामी यहाँबाट त आफ्नो परिवारलाई छोडेर बाध्यताले हाम्रो परिस्थितिले समयले हामी जानुपर्छ, तर उहाँ गएर पनि गर्नुपर्ने कार्यहरूमा सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको छ। खानेकुराहरू, बस्ने कुराहरू, सेवा सङ्गतिहरूदेखि लिएर हरेक कुराहरू परमेश्वरले हामीलाई एकदमै असल प्रकारले त्यो ठाउँमा राख्नुभएको छ र परमेश्वरको सेवा गर्नलाई पनि एकदमै त्यो ठाउँमा त्यो मौका, त्यो अवसरहरू दिनुभएको छ परमेश्वरले। अनि त्यो ठाउँमा काम सँगसँगै हामी सेवा पनि परमेश्वरको गर्न पाइरहेका छौँ। एकदमै खुसी छु म चाहिँ। उहाँको श्रीमान पनि हुनुहुन्छ हाम्रो सर। ल हजुरको अनुभव छोटो मेरो अनुभव भन्नुपर्दा जे प्रभुले धेरै आशिष दिनुभयो। अब नसोचेको मैले एउटा नपत्याएर एकजना साथी मार्फत चाहिँ म साइप्रस पुग्न सफल भएँ। अनि त्यहाँ रहँदै गर्दाखेरि प्रभुले मलाई धेरै सहायता गर्नुभयो। अनि मसँग आर्थिक रूपमा पैसा जिरो थियो होइन, विभिन्न किसिमको ऋणहरूदेखि लिएर हरेक कुराहरू आफै रिक्स उठाएर म गएँ। अनि त्यसपछि जाँदै गर्दा उहाँ कामहरू पनि त्यस्तै धेरै अप्ठ्याराहरू थिए, त्यही पनि प्रभुले मलाई त्यहाँ सहने शक्ति अनि साहस बल दिनुभयो। अहिले पछि अनि मैले श्रीमतीलाई पनि त्यहाँ बोलाउन सक्यो। अनि अलिक हामी त्यहाँनिर फेरि श्रीमान श्रीमती अलिक टाढा डिस्टेन्स थियो, अनि बिचमा फेरि नजिक रहेर नजिक लिएर काम खोजेर त्यसरी चाहिँ काम गर्ने एउटा मौका परमेश्वरले चाहिँ जुटाउनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। हामी विदेश अब रहरले होइन, हामी बाध्यताले जानुपर्छ। अब बाध्यताले जाँदै गर्दाखेरि यहाँ छोडेर जाँदै गर्दा त मन त एक हिसाबले रुन्छ नै, अवश्य हुन्छ। तर पनि हामी आत्मिकताको हिसाबले चाहिँ हामीले के गर्छौँ भने के बुझ्दछौँ भने हामी शरीरमा टाढा भए तापनि हामी साँच्चै नै आत्मामा चाहिँ नजिक छौँ। प्रभुका जनहरू जतिसुकै टाढा भए तापनि आत्मामा चाहिँ हामी नजिक हुन्छौँ। प्रभुमा चाहिँ सबै समान, त्यहाँनिर सबैजना बिछोडिएकाहरू, नदेखिएकाहरू प्रभुका चाहिँ हामी अवश्य पनि भेट्दछौँ। हामी प्रार्थनामा सम्झिन्छौँ अनि तपाईँहरू पनि हामीलाई प्रार्थनामा सम्झिदिनु होला। हाम्रो भेट चाहिँ प्रभुले चाहिँ आफ्नो रगतद्वारा चाहिँ गराउनु भएको छ। हाम्रो परिवार अहिले हाम्रो अङ्कल आन्टीहरू भन्दा पनि अझै नजिकको अहिले एउटा आत्मिक परिवार चाहिँ यो मण्डली हो। अनि मण्डलीका विश्वासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरू हुनुहुन्छ। अनि उहाँहरू नै हाम्रो असल अभिभावकहरू हुनुहुन्छ। हुन्छ, जय मसी। हजुरहरूको भोलि पर्सिको यात्रा पनि छ, 1 महिनाको नेपालको बसाइ छोडेर जाँदै हुन्छ है। हजुरहरूको यात्राको सफलता रहोस्, परमेश्वरले हजुरहरूलाई हजुरहरूको यात्रामा र बाँकी त्यहाँको बसाइमा पनि आशिष गर्नुभएको होस्। परमेश्वरको अनुग्रहले हजुरहरूसँग भेट्ने आज अवसर पायौँ। ल शुभ यात्रा, ब्लेसेड यात्रा है। ल धन्यवाद। थ्याङ्क यू।